आज चाहिँ छाङ छैन, म चाहिँ बियर खाँदैन, छाङ खान्छु। Welcome back to the Kurum channel. It's me Dawa, म हो मुस्तान। आज हामी जाँदैछु होली खेल्न। हामी त बिहानदेखि रेडी गरेको, बट साथीहरु यता उता नमिलेर बल्ल बल्ल हामी 4 जना भएछ। किनकि अगाडि चाहिँ 6-7 जना थियो अनि यता उता एक जना जाने नजाने कुरा भएर हामी चाहिँ ढिलो भयो, बल्ल 1 बजे जाँदैछु। एउटा यहाँ छ साथी पुरै रेडीमा छ। अर्को साथी त्यहाँ छ। हेलो ज्ञानो। हेलो। अनि म चाहिँ मेरो कुर्ता कि बाटोमा फेरि पानी छ्याप्छ भनेर, होली छ्याप्छ भनेर डर लागेर मेरो कुर्ता चाहिँ निकाले। सो म त अलि राम्रो लागेको। रमाइलो गर्नुपर्छ है अब। अनि अहिले चाहिँ मेरो साथी। ओके गाइस, अब हामी त्यहाँ पुगेर सही भिडियो देखाउँछ है। आज रमाइलो गर्नुपर्छ। अहिले यङ हुँदाखेरि रमाइलो गर्नुपर्छ, साथी पनि हुन्छ। भोलिपछि रमाइलो गर्छु भन्दा भन्दा बुढी हुन्छ। अनि त्यही बेला साथी भए पनि रमाइलो चाहिँ खास हुँदैन, साथी पनि हुँदैन, पेसा भए पनि साथी हुँदैन। त्यसो पोइन्ट फ्यामिलीसँग भयो भने फेरि रमाइलो त्यही हो। सो अब चाहिँ हामी जाँदैछ। हेर्न सिन चाहिँ दामी छ है। मान्छेहरू खेलिसकेर फर्किसकेछ कुनै पनि। हामी चाहिँ बल्ल जाँदैछौँ। हामी चाहिँ भर्खरै पुग्यो। अरूहरू सबै होली खेलेर आइसकेछ। अनि भन्नु त के छ ज्ञानुमाया, कस्तो एक्साइटेड भएको छ त होली खेल्नलाई? म त ठिकै छु, मान्छेहरू खेलेर आइसकेछ, लास लागिरहेछ। अनि उहाँ दुइटा नि हो हाम्रो साथी, उहाँ नि हो। ओके गाइस, लाज किन बाबा? पुरै पन्जाबी भएर आएछ सबैजना। फर्किसकेछ। ओ यहाँ हेर्दा स्कुटी।在春风吹拂的季节，梦想的种子在心间发芽，追寻着那片无尽的蓝天，想要飞向遥远的明天，勇敢地迈出每一步，无畏地面对挑战，心中的火焰永不熄灭，相信自己，迎接每一天。闪烁的夜晚，许下心中最真实的愿望，努力奋斗不停歇，只为那。स्टलहरु चलिरहेछ। अब हामीले नि यो खाजा सेट खायो हैन। अनि यो खाजा यो मरि आउनु बाँकी छ। यहाँ मरि एउटा आउन बाँकी छ। यहाँ पुरै स्टल चलिरहेछ। गाइस, हाम्रो खाजा आइसक्यो। हामी चाहिँ अघि लन्च नखाएर 1 बजे निस्केको है। त्यहाँ मान्छेहरू रमाइलो गरिरहेछ। हाम्रो यो हो खाजा सेट नेवारीको। मुरीको यहाँ मुरीको 250 रहेछ है। आमा यसको 500 हो। 2000 गयो हाम्रो। यसको 250 हो। माइ गॉड, यसको 500। ओके, रमाइलो गर्नुपर्छ अब। अनि यहाँ चले मन्चुरी लगे। 1 2 3 बाबा। ओके गाइस, अब चाहिँ हामी खाजा खाएर ल। उनीहरू रमाइलो गरिरहेछ। आज चाहिँ छाङ छैन, म चाहिँ बियर खाँदैन, छाङ खान्छु। बट छाङ छैन, उनीहरूलाई व्यापार गर्नु पर्यो नि। बियरको नि 500 रहेछ। गाइस, अब हामीले खाइसक्यो। अब अलिअलि फोटो सेक्सन टाइम। फोटो खिचिरहेछ साथीहरू। यहाँ मान्छेहरू रमाइलो गरिरहेछ। मेरो चाहना ओके गाइस, अब म घर पुगिसक्यो। अनि हामी त्यहाँबाट अब निस्किँदाखेरि भिडियो खिच्छु भनेको त त्यहाँ एक्सिडेन्ट भइरहेछ। एक्सिडेन्टमा भिडियो खिच्ने मलाई मन पर्दैन, खिच्न पनि नराम्रो देख्छ हैन। अरू एक्सिडेन्ट हुँदा आफैले भिडियो खिच्ने यस्तो यताउता गर्दा त्यस्तो
सक्दैन है मलाई खिचेन डर लागेको थियो अनि हामी चाहिँ छिटो छिटो त्यहाँबाट फर्क्यौँ फेरि रिक्स छ नि त त्यहाँ एउटा बच्चा एउटाको अलि गाउँहरू भएछ त्यही भएर हामी चाहिँ बाहिर छिटो छिटो निस्क्यौँ अनि आज पानी पनि अलिक परेछ त्यही भएर हामी यताउता गएन डाइरेक्ट घर आयो अनि सो गाइस थ्याङ्क यू फर सपोर्टिङ है अहिले नि मैले ब्लग चाहिँ धेरै हाले छैन किनकि मेरो स्टोरेज फुल भएको भए अस्ति लसको नि ब्लग खिचेको आधा खिचेर पछि स्टोरेज फुल भयो अनि मलाई डर लागेर मैले डिलिट गरिदिएँ अनि म सर्ट भिडियो चाहिँ अलिअलि हालिरहेको छु अब चाहिँ मेरो ब्लग आउँछ है अब के सेलिब्रेसन के कहाँ हिँड्ने भने म ब्लग चाहिँ खिच्छु पहिले ओके गाइस आजको लागि यति नै हो थ्याङ्क्स फर अल लभ एन्ड सपोर्ट डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब सी यू इन नेक्स्ट ब्लग टिल देन stay safe and stay happy take care see you Oh, thank you so much.